हेलो एभ्रिवान गुड इभिनिङ। सो मैले चाहिँ फ्लिपकार्टबाट चाहिँ कुर्ती अर्डर गरेको थिएँ साथीहरू। सो आज चाहिँ म रुममा थिएन, अन्त मेरो हस्बेन्डले चाहिँ रिसिभ गरेर राखिदिनु भएको रहेछ है। सो यहाँ देख्न सक्नुहुन्छ, यो चाहिँ ब्लू कलरमा छ। सो अन्त कस्तो छ म तपाईँको सामु अनबक्सिङ गर्नेछु है। सो मैले चाहिँ एकदमै अरूहरूको देखेर चाहिँ मलाई पनि मन परेर चाहिँ मैले पनि मगाएको साथीहरू। यहाँ हेर्न सक्नुहुन्छ, एकदम मिठो कलरको छ है यो चाहिँ। सो यसो घरमा बस्दा त हुन्छ नि है, लाउनु भनेर चाहिँ अर्डर गरेको साथीहरू। यहाँ हेर्न सक्नुहुन्छ, वाउ मजाको कलर आएछ पनि साथीहरू है। तर क्यामेरामा चाहिँ अर्कै देखेको छ, यहाँ चाहिँ एकदमै दामी कलर आएको छ है। यहाँ चाहिँ ब्लू कलरमा वाउ मजाको रहेछ साथीहरू। यहाँ हेर्न सक्नुहुन्छ, यहाँ बौलाको यस्तो छ, यहाँ हेर्न सक्नुहुन्छ। यहाँ तल चाहिँ यस्तो छ, कस्तो मजाको आएछ है साथीहरू। यहाँ हेर्न सक्नुहुन्छ है। सो अन्त मैले आज दिदीको दोकानबाट चाहिँ मैले हाफ प्यान्ट पनि लिएर आएको छु अहिले अब गरममा लाउनुको लागि चाहिँ। सो म चाहिँ प्रायः जस्तो अब गरममा चाहिँ यस्तो हाफ प्यान्टहरू लाउनु मनपर्छ रुममा बस्दा चाहिँ। सो हेर्न सक्नुहुन्छ साथीहरू, यो खालको ल्याएको छ मैले जामा स्टाइलको। यहाँ हेर्न सक्नुहुन्छ है, यो कलरमा ल्याएको छु, एकदम शीतल खालको छ साथीहरू। सो म चाहिँ लगाएर पनि ट्राई गर्छु ल तपाईँहरूको सामु। फाइनली साथीहरू हेर्न सक्नुहुन्छ, एकदमै ठिक्काको पनि आएछ है साथीहरू। सो एकदम मिठो कलर पनि हेर्नुहोस्, यहाँनिर देख्नुभयो, एकदमै मन पर्यो मलाई चाहिँ। एकदम त्यस्तो अब क्या कपडा पनि मजाको खालको रहेछ होइन। मैले चाहिँ प्रायःले नै लगाएको देखेको थिएँ, त्यो भएर नै मलाई पनि एकदमै मन परेर चाहिँ अन्त मैले अर्डर गरेको साथीहरू। एकदम मिठो कलर, वाउ मलाई त एकदमै म्याचिङ गरे जस्तो लाग्यो त साथीहरू। सो मैले चाहिँ अनबक्सिङ गरेर पनि अन्त लगाएर पनि मैले हजुरहरूलाई देखाएँ। अनि मलाई कस्तो देख्दैछ हजुरहरूले कमेन्टमा भन्नु होला। सो कस्तो लाग्यो यो कुर्ती है। त्यस्तो प्राइस पनि त्यस्तो महँगो छैन खासै हो। अन्त सो यति भन्दै यो भिडियो चाहिँ यतिमै एन्ड गर्छु है साथीहरू। सो बाई सबैजनालाई।